गइरहेको छु। हेर्नुहोस् है, यस्तो विकट ठाउँमा बस्नुपर्छ, दाउरा नि पाइन्न, अनि ढुङ्गा भएको गरगज भएको ठाउँमा बस्नुपर्छ। हिउँ आउँछ, असिना आउँछ, पानी चाहिँ आउँदैन है। बाहिर अरूहरू पालोहरू पनि छन्, यहाँबाट देखाइरहेको छु मैले, थोरै देखिरहेछ। हाम्रो चाहिँ खाने भाँडो चाहिँ यही हो। बाल्ने आगो चाहिँ चिया बनेको छैन कि चिया बनिरहेछ, चिया बन्दैछ, एकछिनपछि खानेछौँ। चिया बनिरहेछ है त। यही हो हालत किरा टिप्नीको। दाल मगाउनु पऱ्यो, छेउरान भन्नु पऱ्यो, छेउरान दाल बनाऊ भन्नु पऱ्यो भन सानो। बिहान त आएर के भन्छ राख्नु लागि के कुरा बिहान त्यो पत्ती हाम्रो गाई हामी ल्याउनु पऱ्यो अहिले। भिजेन नि त गर्नु खाइ त्यही खाइ त होला। कलाउने तरिका पनि देखाउँ क्या। छाता खातो ल्याउनु भएको छ दिइन्छ नि गरी पाउनु है पाले पाले होइन रहेछ यो लिड रहेछ। तेरे कहाँ खाने बाटो भन्छु म त प्रधानमन्त्री टिभी त मैले देख्छ यी पनि खनै भएर हुन्छ पछाडि के खानुभयो त। हेर्नुहोस् है, अहिले चाहिँ असिना आइसकेको छ है, ठुल्ठुला आम्मामा ठुल्ठुला दाना आइरहेछ है। वाह, ज्वरो बाबा ध्यान पॉइंट नड़क्या ज्यादा
लाग्ने गलत केही ढाक्नु पर्दैन पहिला आगो फो कहिले मऱ्यो कि बाल्नुपर्छ आगो आएको नबी डरले यति सो खाया हुँदा नै भोकै लागेन मान्छेले गाभा तान्नु पर्यो भिजाउनु पर्यो त्यो गाउँदा भिजाएको यो पहिला मन बुद्धि गर्न यो त उनको के बुद्धि थियो एकैछिन डार दिसेन एक बाटीमा दाल 2 बगात तेल 2 बगात चिनी चिनी पनि छ नुन नुन mun छैन चिनी नुन 2 बगात चिनी 2 बगात चिनी त्यो सबै चाहिँ हाल्नु चाहिँ तपाईँको भित्ता बाहिर यस्तो मिलाइन्छ तपाईँको भित्ता हाल्नु